हौ माइला आज नि त्यो डेभिड अमेरिकाबाट हिजो अस्ति आएको थियो अरे कि त्यसले खुवाउँछ र आज पार्टी दिन्छु भनेको छ दरो खुवाउँछु भनेको छ अनि खानुपर्छ नि हौ पुरानो साथी हो बल्ल बल्ल यत्रो पछाडि भेट भइरहेछ होइन त्यो पहिला चाहिँ इमान्दारी नै हो अझै इमान्दारी छ त्यो भेटघाट नभएको धेरै भयो होइन 5 साल भयो नि त अन्त बाले दिएको ठाउँमा छोड्नु ठोक्नुपर्छ नि हो छोड्नु न हुँदैन 5 वर्ष पछाडिको पार्टी हो कहाँ छोड्ने ठोक्नुपर्छ अरे 5 वर्ष पछाडि आएको केटाले दिएको ठाउँमा छोड्नु दुनियाँले नदेखेको मन त दुख्छ त्यो मुडी दुख्छ होइन कि मन दुख्छ होइन कि त्यो भन्दा मुदी मधेस पो दुख्छ हौ मुनी हौ हौ सुना एउटा साडी अब भन्न न हौ मैलाउ माथि हेर्दा पनि गर्दन दुख्छ तल हेर्दा पनि त गर्दन दुख्छ बुढीले देख्दैन र दुखेको हौ त्यो मधेस चाहिँ होइन बरु त्यो फुलौराहरू चाहिँ दुख्छ होला आउँछ केटो झार्दैन त्यसले केटो आउँछ देउस हौ बुबु जेठा साँच्ची त्यो डिबुटीले त ल्याउँदैन के आज होइन सानोबाट पनि इमान्दार केटा हो नि हो कि होइन मैला ठुलो माल होला नि त अनि अब ढिलो समय लाग्छ नि त ल्याउँछ र त्यसले हौ दरो खाने भन्दैछ आज तर आउनु त युकेदेखि आएको युकेबाट आएको होइन 5 वर्ष पछाडि सुँगुरकै हो नि खाने त आज होइन हौ म त लाटा लिम्बू हो कि हौ मैला आज बुबु बुबु भन्छ यार म त बुबु बुबु भन्दा त अरे के को दुध ल्याउनु यहाँ भन्छु नि त्यसले मासु ल्याउँछु भन्दैछ मासु खाने दिनमा के को बुबुको कुरा गरेको स्याम्पाङ राईको छोरोले के भन्छ म त लाटा लिम्बू हो कि छोरी साथै पूजाको सामान यत्राको पूजाको सामान त्यो यत्रो लेयर जान्छ त्यो हक्ने मान्छे चाहिँ बिराम भएन अचम्मै हौ यत्रो लेयर तङमार त हगेको हौ मातेपछि मासु भनेको मासु हुन्छ नि हौ जेको पनि मासु होइन त बो के हो अस्तिको नि त्यो यस्तो थियो नि ठुलो यो खाले त्यो चाहिँ दामी हो नि फेरि भेट्दा त नमस्कार सबैलाई अरे अनि खोइ त केटाहरू यति नै हो नि यति नै हो पछाडि आज केटाहरूलाई चाहिँ पार्टी दिउँ भनेको के हो भने केटा हो खोइ त यहाँ अङ्कललाई मात्रै ल्याइएछ हौ डेभिड अरे कहिले पो आइसौ 5 वर्ष पछाडि आएको होइन 15 दिन जति भयो नि यसको साली मिलाइदियो भनेको छैन यार यो पनि अनि खोइ त साथीहरू अझै अरू पनि केटाहरूलाई बोलाउनु चालचुल छैन बेचे कहिले खुवाउँछस् हौ मेरो साथीहरू काम लाग्दैन यार के हो यार साली हो खोइ त यसको साली मिलाउँछ कि भनेको छैन यार साली छोड्दैन पनि यहाँ बस्न नि कुरा गरौँ न आफैलाई यहाँ गाउँकोले पुगेको छैन यहाँनिर अनि अङ्कल के छ हौ केटा अब मेरो त के हुनु पहिली जस्तो तिमीले छोडेको थिइस् नि त्यस्तै छ हौ सबै चेन्ज भएछ यार अनि अङ्कल चाहिँ जस्ता तस्तै यता हेरौँ न अब प्रगति उन्नति केही छैन केटा यही एउटा ज्यान बनिएको छ होइन अब त्यति भन्दा अरू केही छैन अनि आजको पार्टी केमा खाने त हुने खाने भुडी होइन त्यो हुँदा खाने भुडी हो कि यो नि देवीले यो महिलाले नि सबै देख्छ कि दुनियाँको तर आफ्नै मुनिको देख्दैन छाया आफ्नै मुनिको देख्दैन म गएकै 2 साल पछाडि मुनिले छेक्छ नि त जिम जाँदैछु म 1.5 महिना हुन लाग्यो जिम जाँदैछु म 1.5 महिना हुन लाग्यो यो हो नि त जिम गरेको ज्याम त यसले बनाएछ अनि यो चाहिँ के हो साम्बाङ माइला मेरो खानदानी बुढी हो यस्तो भुँडी घटाउनुको लागि जिम गरेको चाहिँ होइन कि कस्तो हाँस यो भएन जिम गरेको बुढी त्यहाँ राम्रो केटीहरू आउँछ नि त्यो केटी चाहिँ हेर्नु गएको होला क्या खास भन्नु बुझ्दैन रहेछ हौ डेभिडले अनि बुढी चाहिँ अनि ऊ त साम्बाङ त विदेश छ त
विदेश गयो त यस्तै भर्खर गएको अन्त हो भने कोठामा बसेको छन् अनि स्वास्नी चाहिँ राख्दिनु मैले कहाँ राखेको त कोठामा को राखेको त बुबु तपाईँ पनि बोलिकति दिन जानु थालिकन कान छिबुले आएको छ हौ जाटा दिन जानु थालिकन कान छिबुले आएको छ हौ जाटा हो भन्दाखेरि हो त नि कहाँ लुकाउनु हो कहाँ लुकाउनु अनि त्यो माथि त्यो सुनार्नी साइलीको घर पछाडिको कोठामा ओ साम्पाङ भन्छ साथीको बुढी चाहिँ कोठामा राखेको छ स्माइला अनि जाटा भाडा चाहिँ अनि आफै तिर्दैछस् कि उसबाट लिँदैछस् हौ को बस्छ अरे तेरो घरमा यता मेरो एउटा हितेर साथी पाहाडदेखि आएको साह्रो गाह्रो पर्यो भनेर पो दिएको त ए त्यसो भए उसलाई पनि बोलाउ न त अब बुझेर पनि म चाहिँ नबुझेको जस्तो हुनु पर्यो नि हो कसरी बोलाउने हो उसलाई पनि बोलाऊ अरू केटाहरू पनि बोलाउ न त अनि खोइ त अनि केटा चाहिँ बोलाऊ भन्न यी केटाले बुझेन र यहाँ मलाई छड्के पारेर यो डेभिडले त के बुझ्नु पैसा छ नि त यहाँ हेर्न पैसा मात्रै छ पार्टी खाने क्या 5 सालबाट अरू केटाहरू छैन आजै मात्र है पार्टी चाहिँ फेरि किन भोलि चाहिँ हुँदैन अब 2-4 दिन पछाडि त फेरि म लाग्दैछु सेकुवा त अनि म त सानो खान्छु नि हो चाचा पाकेको सेको खाने हो सानो खान्छु म त अनि चाचा बाघको मुख नि खाए पनि रातो नखाए पनि रातो अनि चाचा बाघको मुख नि खाए पनि रातो नखाए पनि रातो अघि रातो रातो छ अनि म त जहिले सेको खाने मान्छेको हुँदैन यस्तो जाटा जहिले बाघले घाँस खान्छ जाउँ न त केटा हो तल अब चोकमै बसेर खाउँ न त अब अघिको छोडिसक्यो बाघले घाँस खाएन रोटी खान्छ बाघले जाउँ न त नि लु कता हो होइन अहिले अनलाइनको जमाना केटालाई एक कल गर्ने बित्तिकै आइहाल्छ नि बुमाइला झर्क्यो साह्रो किन भयो त्यसो हो नि त कथा यहीँ आउँछ अर्डर गरिहाल मौसम पनि ठिक छ अर्डर गरिहाल्ने के खाने फोन गर्छु नम्बर मसँग छ हौ कहाँ छौ तिमी त्यो अस्ति एकचोटि डेलिभरी गरेको थियौ नि तिमीले त्यो त्यस्तै ठुलो 10 मिनटमा ठ्याक्कै हाल्नु अस्तिकै ठ्याक्कै ठाउँमा ठ्याक्कै ल्याइदियो त ल पानी मगाए पानी ए ल पानी थप अरू सबै ल होइन हौ जाटा आधी घन्टा भइसक्यो थियो कसलाई के मगाएको हौ जाटा आउँदैन त अहिलेसम्म के हो नि यहाँ हावा खाएर बस्नु अब के मगाइछौ यत्रो बेर हड्डी नै उसिन्दैछ कि क्या हो ए चुप लाग्न हौ छिटो फेरि फोन गर्न हौ ढिलो भइसक्यो तेरे यार कोही अरू केटाहरू पनि छैन यति 4 जनाले के खाने त्यो युके हो भन्ने बित्तिकै हुन्छ युके अनि अमेरिका जस्तो हो त यो हाम्रो गाउँघर हो नि थोरै समय लाग्छ आउँछ टाइम पनि गइसकिसक्यो यत्रो ढिलो हुन्छ भने त म निस्किन्छु है केटा यसो आएपछि तिमीहरू खाऊ त्यही त हो बु छामा लाउनेलाई यत्रो छिटो फोन गरेर ल्याउ भनेको पैसा सिल्छ म दिइराख्छु कस्तो मलाई खाना खानु बोलाइरहेछ ल्याउँदैन रहेछ फेरि फोन गर त मैला उठाउँदैन नि त ऊ पक्की बग्दी जस्तो लाग्यो त जाटा पैसै छैन अनि अब बुढो भइयो नि हौ केटा एउटा ल्याइदिएको छु मैले भर्खर राइस यस्तो ढिलो गर्छ राति राति अघि तँलाई फोन गरेर भाइ भनेर झन् अघि झन् भाइ भनेर मासुलाई छोडिदिउँ न अङ्कलले भनेर बोलाएको मासुला अलि यति बेलामा आउँछ यार एउटा हुन्छ नि के भयो यो नाटक गर्छ बोल्दैन कान पनि नबोल्ने मान्छेलाई यो केटाहरू के भएको
ओ सञ्जीव भाइ तैँले कता पठाइछौ अनि यसले कान पनि सुन्दैन रे हो र बोल्दैन पनि अरे बोल्दैन पनि अरे यो त अनि त्यो त लाटा पो थियो क्या के को गरिहाल्यो अरे बु साँच्ची होला हो गलत पो गर्यो क्या हो हातपात गरिहाल्यो लाटा रहेछ यार मैले साथी हो धेरै कुरा मैले भोगेको छु है यस्तो कुराहरू तिमीहरूलाई धेरै ख्याल गर्नु हात लाउनुभन्दा अगाडि धेरै सोच्नु पर्यो यस्तो पारा भने साथी हो टिकिँदैन धेरै दिन टिकिँदैन है साथी हो अब पहिले जस्तै सोच्यो बोल्दैन रहेछ थाहा भएन ब्ल्याङ्क ब्लुङ पारिहाल्यो फेरि अङ्कल पनि त्यस्तै यार अलिकति केटाहरूलाई यसो सम्झाउने बेलामा छैन त अनि यही भाइलाई कुट्नु पर्ने यो भाइ बिचरा यार बोल्दैन हेर्छ कमसेकम सम्झाउनु पर्छ नि त तपाईँले त यो फेरि के भएको यो त पहिला त यस्तो थिएन त यार यो चाहिँ फटाइ थियो पहिल्यैदेखि यो पहिल्यैदेखि फटा चाहिँ यो त यस्तो थिएन नि त अङ्कलले सम्झाउनु पर्थ्यो नि त मलाई त थाहै भएन नि त पहिलेबाट अरू मान्छे पठाइदिन्थ्यो हामीले अर्डर गर्दा होइन आज अब अलिकति केटाहरूले पनि खायो के गरे यिनीहरूको पनि कहिले यहाँ घुस्दैन हौ के भन्नु मैले चाहिँ अनि कहिले जति सम्झाइराख्नु औ राठो आवेशमा आइहाल्यो रामेलाई आइहाल्यो